भने चाहिँ म चाहिँ रोयल इनफिल्ड म्याजिटारमा छु र आज चाहिँ यहाँनिर किरण भाइलाको गरिला 450 निस्कियो। यो चाहिँ किरण भाइलाको गरिला 450 हो अनि साउन्ड दामी रहेछ यसको। फेरि एकताल गर्दा ओभर दामी छ है। मन खुसी होला नि खुसी छ होला नि मजा आउँदैछ यो चाहिँ यसको है गरिला 450 नयाँ अहिलेको रोयल इनफिल्ड 450cc वाला। आज चाहिँ यहाँ चाहिँ यो चाहिँ तपाईँको रोयल इनफिल्ड कहाँ हो भन्दाखेरि माझिटारको हो रम्फूको बिच सिङताम र रम्फूको बिचमा। यहाँ चाहिँ अब केटाको डेलिभरी कहिले लगेर चाहिँ दन्काउनु भइरहेको होला हो। घर पुऱ्याएर चाहिँ दन्काउने विचार गरिरहेछ केटाले हो। यहाँनिर अब बिलिङ हुँदैछ अहिले र यो चाहिँ तपाईँको यसको चाहिँ साउन्ड पनि दामी रहेछ। यसको चाहिँ तपाईँको यो के भन्छ सबै डिजिटल रहेछ। यो चाहिँ ड्यासमा हो तपाईँको यो चाहिँ टप मोडलै भनौँ होइन। यो चाहिँ फुल्ली डिजिटल मिटर यसमा हो अनि यसमा सबै देखाउँदो रहेछ तपाईँको मोड बटनहरू छ। जोइस्टिक यहाँ रहेछ यसको हर्न भयो होइन। त्यहाँदेखि यो चाहिँ तपाईँको के भन्छ मोड बटन रहेछ चेन्ज हुँदो रहेछ यहाँनिर चेन्ज हुन्छ हेर्नुहोस् न हो। राइड मोड आयो तपाईँको इको मोड पर्फर्मेन्स मोड। इकोमा कुदायो चाहिँ मेरो विचारमा तेल कम्ती होला अलिकति फारो हुन्छ होला हो। सो टायर पनि गतिलो हुँदो रहेछ यसको चाहिँ। तपाईँको टायर चाहिँ अगाडि नै 120 सेक्सन पछाडि तपाईँको 160 सेक्सनको हो। यत्रो बढी टायर हुँदो रहेछ यसको। फेरि लाइट तपाईँको त्यो ब्रेक पछाडिको लाइटहरू ब्रेक लाइटहरू चाहिँ इन्डिकेटरमा नै इन्टिग्रेटेड हुँदो रहेछ हो। सो एकदम राम्रो छ। यसको वेट 185 kg जस्तो रहेछ। अलिकति गोरुको सुप खायो भने चाहिँ भने एक हप्ता चाहिँ गोरुको सुप खानु पऱ्यो हो। तैँले गोरुको सुप खाइस् भने चाहिँ अलिकति हुन्छ है। र अब एक हप्ता गोरुको सुप खाँदाखेरि चाहिँ अलिक राम्रो हुन्छ। छाती पातो जोड लाउनु पर्छ यसको हो। सो साथी हो नयाँ बाइक न्यू बाइक हो रोयल इनफिल्ड गरिला 450 आज चाहिँ डेलिभरी हुँदैछ। यो चाहिँ हो ओनर त्यसको। यसको चाहिँ डिस्क पनि कडा हुँदैछ किन होइन डिस्क छैन हो। यसको कति एमएमको 270 एमएमहरू होला है डिस्कहरू छ। सकर चाहिँ यसको मोनो सक हुन्छ किन बिचमा हो सिम्पल मोनो सक हो। गरिलाको ब्रान्डिङ रोयल इनफिल्डको ब्रान्डिङ यस्तो छ है। ल आज चाहिँ अब यसको डेलिभरी लिनेवाला छ। मालिकले हेरेकै छ। चढी हेर्दा किन एक त है चढी हेर्दा कस्तो देख्दो रहेछ तँलाई नि अब चढ्दैछ है हाम्रो चढी हेर्दा ओके एकदम आमाम। यो चाहिँ पुरा डेलिभरी अफ गरिला 450 वाला भिडियो हो किरण भाइलाई धेरै धेरै कङ्ग्रेचुलेसन्स छ। अनि भाइको यो सेकेन्ड बाइक हो तर फर्स्ट सोरुमबाट निकालेको चाहिँ फर्स्ट हो। योभन्दा पहिला चाहिँ केटोले NS200 कुदाउँथ्यो पत्कर उडाउँथ्यो NS200 तर अब यो चाहिँ अलिक ढुङ्गा जस्तो हल्का उडाउने 1-2 दिन हो। त्यहाँदेखि बादमा गएर चाहिँ र त्यो छेत्री पारा निस्किन हौ छेत्री पारा निस्किन जान। यो तेरै पुरा फुल भिडियो तँलाई डेडिकेट हो। यो तँलाई डेडिकेट पुरा त्यस्तो छ होइन। त्यो एउटा फिल्ममा छ त छेत्री भन्ने हो। सो साथी यो चाहिँ गरिला 450 है। ल किरण भाइलाई धेरै धेरै बधाई कङ्ग्रेचुलेसन्स। माझिटारमा छु यति बेला। अहिलेको तपाईँको टाइम भइसकेको छ 5:06 बिलिङको कार्यक्रम चलिरहेको छ। हामी यहाँनिर 4 बजी नागेर आइपुगेको बिलिङ हुँदैछ। बिलिङ भइसकेपछि चाहिँ यहाँबाट निस्किने। यसो तर फुल्ली LED रहेछ हेडलाइट पनि हो। हेडलाइट पनि फुल्ली LED जम्मै हो। त्यहाँदेखि सकेर चाहिँ लाग्ने। ल